म एकछिन कोटेसन बनाएर तपाईलाई व्हाट्सएप गरिदिन्छु अनि त्यही उता फरवर्ड गरिदिनुस् अनि यस और नोमा जाउँला ल कन्ट्याक्ट भेटाइ नि मैले दराज अस्ति पुरा थियो म पुरा हुन्थ्यो दराज कन्ट्याक्ट गरेर हजुरले जुन छ नि त्यो स्क्रिनसट त्यो रेटमा दिन्छ भने त्यो पनि 5,000 थपिदिन्छ भने पनि बढी लिन्छ भने नि मगाउँदा केही दुई मात्रै छैन कि 16 दिन छ एसएसडी छ आइपीएस टच हो हैन यो त वाइयातै हो जस्तो लाग्छ मलाई त्यही त यो के उल्लु गर्न लाग्यो सिकाइन राखे हुन्छ कि होइन रे के हैन त्यही भएर त्यसलाई चाहिँ भाइ नाउ खोलेको थाहा नहोस् है सो किन्ने भन्ने आउँछ त यहाँ के बाइ नाउ गर्नु न लगइन एउटा लगइन गुगल छ के गयो भने पुरा हुन्छ तपाईँ अनलाइन चाहिँ त्यहीबाट कुरा गर्नुहुन्छ एउटा कुनै एकाउन्टबाट मजाले कुरा गर्न सक्यो होइन डेलिभरी डेलिभरी के अब सिधै पैसा खर्च गरेर काट्दो रहेछ कुरा गर्नु मिल्नु पऱ्यो क्या पुरै गर्नु नमिलेछ त्यति कन्ट्याक्ट गर्नु पुरा भएन त्यसै पैसा हाल्ने कुरो पनि आएर मैले त कन्ट्याक्ट गरेको होइन त्यो जहाँ खर्च हाल्ने एड्रेस हाल्नुपर्छ सर त्यो त फेरि आफ्नो डिटेल गर्नु माथि आइटी टेलर यस्तो खाली छ यहाँ बोर्ड के अरू सेबल के छ नि हेर्नु त कस्तो पागल होला नि यारमा कोड हाल्नुपर्छ बोर्ड मात्र ताने हाल्दैन रिपोर्ट हालिदिन्छु अब कस्तो हुन्छ के 75 रुपियाँ मात्र दिन्छ कि अहिले 75 रुपियाँ दिएर इग्नोर गरिदिन्छ क्या 75 रुपियाँ लिनु होला कोड माग्यो सर कोड सुट केही आएन अहिले त केही नहाल्नु किन कोड सोट यताउता भने फेरि टाटा चोरी हुन्छ कन्फर्म गरेर मात्र छिर्ने त कुरा गरेर कन्फर्म भएर मात्र हो परवेशतिर जाँदाखेरि त्यो क्या गरे ऊ खुल्लै हुन्छ भेरी स्टेसनरी साँझ हुन्छ बन्द भइसक्यो हुन्छ कहिले बन्द भएको हुन्छ कहिले खुल्लै हुन्छ यो चाहिँ बिहान बिर्सेछु अहिले चाहिँ अब अहिले किन जानु भेरी स्टेसनलाई दिने कुरियरको लागि पठाइन्छ है ठिक्क बनाएको थिएँ बिहान कता ल ट्र्याक्टर जोड्नुहोस् अनि पावर अन टेस्ट गर्नुहोस् अनि बल्ल त्यही गर्नुपर्छ एकचोटि चाहिँ दराजमा कन्फर्म गर्नुहोस् होइन त्यसको यार यो उनी बाग्नु हुने विष्णु परिवारको विष्णु काम गर्ने भन्ने रहेछ नि त एकचोटि त्यो कन्फर्म गर्नु पर्यो सर दराज कन्ट्याक्ट हुनाले त्यहाँ कसैले यसो गरेर आउनु म पनि हेर्छु साँझ त्यो तपाईँको खिचेर ल्याएको सिफ्टको उसले चाहिँ महँगो भन्यो कम्पनीमा त 50-55 छ भने उसले अब त्यो पनि ठ्याक्कै डबल त्यही डबल हो ठ्याक्कै डबल हो पुरै हाल्नु परेन पहिला हो त्यति डाइपर सर लानुहोस् डिस्प्ले चाहिँ दिनु पऱ्यो पावर दिनु पऱ्यो नमस्कार नमस्कार के छ जय सुनिल ल बर्थडे बधाई ल किसको बधाई हो ल मैले पनि बधाई दिएँ तर केसको थाहा पाएँ दिएको बधाई ए अब अस्ति जान पाइएन अब यहाँ भेटेरै पार्टी
खाउँला होला शुभकामना छ वैवाहिक जीवन चाहिँ नि रङ्गीन रहोस् सुखमय रहोस् रङ्गीन रहोस् सुखमय रहोस् त्यस्तो हुन्छ ती व्यस्त छैन एकैछिन निस्किनु लाग्यो के हो एउटा समस्या आयो क्या भान्जाले उ गर्दैछ क्या यो होइन पहिला यहाँ फिङ्गर लगाउने पासपोर्ट थियो यो सब उडाएर चाहिँ के गर्यो फर्केर भयो गरेको पनि आउँदैन आइडिया आएन क्या फेसबुकको कि यो मोबाइलको हो नै फेसबुकको मोबाइलको मेसेन्जर त्यही हो त्यो मोबाइल प्याटर्न हो क्या त्यो अँ। त्यो खोल्दाखेरि तपाईँले फिङ्गर राख्नु पर्छ त्यो मोबाइल त्यो मलाई त केही हुन्न यो यसको कर्न दाइ ठाटिका ठाँटी भन्ने हेड सर हेर्छ र मोबाइलको हेड सर भन्ने हो त्यहीँ राम्रो अँ। होइन पछि तर कस्टमर केयर सेयर भन्दो रहेछ कस्टमर केयरमा नम्बर छैन क्या अनलाइन हो कन्ट्याक्ट यसमा फोन गरेर होइन भने अब गराज अनलाइन 8 बजेदेखि राति 12 बजीसम्म एकछिन म पत्थर गएर ए ब्रान्ड कन्ट्याक्ट डिटेलहरू रहन्छ नि हाँ ब्रान्ड कन्ट्याक्ट नहीं 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 ब्रान्ड भनेको त्यो फरक मैले ब्रान्डमा हाने अघि न होइन भन्दै क्या ए दराजले दिने ब्रान्ड रहेछ त्यो सामानको ब्रान्ड कम्पनीहरूको बेच्छ होला के त्यसले त यस्तो कम्पनीबाट ल्या थाहै सामान होइन? तेरो सामान बेचिदिन्छु भन्ने हो टिभीएस सोरुमको म गयो यार कसको हो खालि टिभीएस सोरुममा गयो त्यहाँबाट एउटा नम्बर हेरेको ब्रान्ड सोरुमबाट ब्रान्डबाट टिभीएस अरे तर यहाँको एउटा के भन्छ माथि यताबाट आउँछ नि यही हो कि त त्यो यो हो सेन्सरको सेन्सरको त्यही हो अरू कहीँ तल छ र यही होइन अघि तान्दाखेरि कहाँबाट ताने यो त खालि थियो नाइ नाइ उता उताबाट जोडेको थियो नि त्यो राखेर कस्तै मन के गर्ने उता जोडेन त यो त केही फुन्दैन अहिले पावर जोड्यौँ यो कुन हो है ए हो त्यो टाउटी यताउता यताउता त भएन नि भयो त्यो पावर दियो त अब पावर केबल ल्याउँछ बन्द